आमा हाम्रोमा घुँडा दुखेर आउनु भएको घुँडा चाहिँ विगत 4 वर्ष 5 वर्षदेखि आमाको दुखिरहेछ र हामीले एक्सरे गरेर हेर्दाखेरि यहाँ एक्सरे देख्न सक्नुहुन्छ घुँडा धेरै नै खिइसकेको छ। दाहिनेपट्टिको घुँडामा हजुरले हेर्दाखेरि बिचमा कालो ग्याप छ, त्यो भनेको कुरकुरी हड्डी बाँकी छ। यो चाहिँ ग्रेड 3 हड्डी खिएको हो, ग्याप चाहिँ कम भइसकेको छ। र त्यस्तै देब्रेपट्टिको घुँडामा हेर्नुभयो भने माथिको हड्डी तलको हड्डी ठ्याप्पै बन्द भइसकेको छ। यो भनेको ग्रेड 4 हड्डी खिएको। ग्रेड 3 हड्डी खिएकोमा चाहिँ प्लाज्मा थेरापी हामीले आमाको रगत निकालेर प्लाज्मा बनाइसकेको छौँ। राम्रो प्लाज्मा निस्केको छ है। यो प्लाज्माले चाहिँ ग्रेड 3 अथवा त्योभन्दा कम घुँडा खिएकोमा राम्रो काम गर्छ। ग्रेड 4 मा चाहिँ कहिलेकाहीँ काम गर्छ, कहिलेकाहीँ काम गर्दैन। आशा गरौँ आमालाई यो प्लाज्माले काम गरोस्, अरू केही गर्नु नपरोस्। र यतिले मात्र गरेर पुग्दैन, साथसाथै आमाले अलिकति एक्सर्साइज पनि गर्नुपर्छ है। घुँडाको एक्सर्साइज, अलिअलि वजन कम गर्नुपर्ने, त्यो सबै कामहरू गर्नुपर्छ। आशा गरौँ आमालाई आराम मिल्नेछ भनेर। हस्, थ्याङ्क यू। आमा सानो सुई भयो, यति हो। यो मैले छाला लट्ठिने दबाई दिएको है। अब म घुँडाभित्र जाँदैछु। हो, पुगिसक्यो घुँडाभित्र है। केही गाह्रो अप्ठ्यारो भयो र छैन। ल, सरर गइरहेछ है घुँडामा, एकदम चिन्ता गर्नु पर्दैन, पुगिसक्यो ठाउँमा है। एउटा घुँडाको काम सक्यो। घुँडा सिधा गरिदिनुहोस् त। हो, ल अब अर्को घुँडाको पालो। ल, सानो छु है आमा। हजुर। बन्द